एउटा सानो गाउँको कथा। एउटा सानो गाउँ थियो। त्यहाँ एउटी मायालु आमा र उनको सानो छोरा बस्थे। आमाले दिनरात आफ्नो छोरालाई धेरै माया गर्थिन्। एक दिन बिहान आमाले छोरालाई स्कुल जान तयार पार्दै थिइन्। उनले मायाले आफ्नो छोरालाई मिठो नास्ता खुवाइन्। आमाले उसलाई स्कुल जान किताब र पानीको बोतल दिइन्। मुस्कुराउँदै आमाले आफ्नो छोरालाई बिदा गरिन्। स्कुलमा उसले मन लगाएर किताब पढ्यो र साथीहरूसँग धेरै खेल्यो। दिउँसो उसलाई आमाको याद आयो। घरमा आमा आफ्नो सानो छोराको बाटो हेरेर बसिरहेकी थिइन्। छोराको मुस्कानले आमाको मन खुसीले भरिने थियो। स्कुलबाट घर फर्कदा छोराले आमाको लागि एउटा सानो उपहार ल्याएको थियो। आमाले त्यो उपहार देखेपछि खुसी र मायाले भरिएर छोरालाई अँगालो हालिन्। छोराले पनि आमालाई अँगालो हाल्दै भन्यो, आमा, म तिमीलाई धेरै माया गर्छु। आजको